सम्पूर्णमा नमस्कार। नेपाल इन्जिनियर्स अड्डा युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज हामी नजिकै गरेको लुम्बिनी प्रदेश लोकसेवा आयोगको र संघीय लोकसेवा आयोगको सब इन्जिनियर परीक्षाको सिलेबसमा आधारित भई तयार गरेको प्रथम पत्रको मोडल सेट नम्बर 1 को जीके पार्ट सल्भ गर्दैछौँ। कृपया भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। तपाईहरुले प्रश्नपत्रको मोडल सेट नम्बर 1 स्क्रिनमा देखिसक्नु भएको छ। लुम्बिनी प्रदेशको सब इन्जिनियर एक्जाम 2081 साल 12 महिना 16 गते हुँदैछ। प्रथम पत्र 45 मिनेटको हुनेछ र सिलेबस अनुसार सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापनतर्फ 20 वटा क्वेशन रहनेछन् र 40 मार्क्सको हुनेछ भने हाम्रो टेक्निकल क्वेशनहरु 30 वटा हुनेछन् र 60 मार्क्सको रहनेछ। आज हामी सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापनतर्फका 20 वटा क्वेशनको सोलुसन सल्भ गर्न गइरहेका छौं। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङ राख्ने निर्णय कहिले भएको हो भन्ने क्वेशन रहेको छ क्वेशन नम्बर 1 मा। यसको सही आन्सर 2077 साल 6 महिना 20 गते हो। साथै सोही दिन हाम्रो लुम्बिनी प्रदेशको नाम लुम्बिनी नाम राख्ने निर्णय पनि भएको है। एउटै दिन लुम्बिनी प्रदेशको नाम र राप्ती उपत्यका देउखुरी दाङ राजधानी राख्ने निर्णय भएको। क्वेशन नम्बर 2 मा रहेको छ भारतलाई नछुने कतिवटा रहेका छन्, भारतलाई नछुने नेपालका जिल्ला कतिवटा रहेका छन् भन्ने क्वेशन नम्बर 2 मा रहेको छ। अप्सनमा रहेको छ 37, 25, 13 र 50। 37 वटा हाम्रो भारत र चीन दुईटालाई नछुने हो है। 25 हाम्रो भारतलाई मात्र छुने जिल्लाहरुको संख्या हो। त्यस्तै 13 हाम्रो चीनलाई मात्र छुने जिल्लाको संख्या हो भने यसको सही आन्सर 50 हो है। लाई नछुने जिल्ला कतिवटा रहेका छन् 50 वटा, बाँकी 27 वटाले भारतलाई छुन्छन्। क्वेशन नम्बर 3 मा रहेको छ सर्वप्रथम कमलरी प्रथा मुक्त घोषित जिल्ला कुन हो भन्ने क्वेशन रहेको छ। अप्सनहरुमा देख्न सक्नुहुन्छ बाँके, बर्दिया, दाङ र कपिलवस्तु। यो कमलरी प्रथा भनेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचलित प्रथा हो। त्यसैले पनि यो क्वेशन महत्त्वपूर्ण हुन सक्दछ। कमलरी प्रथा मुक्त घोषित जिल्ला पहिलो जिल्ला चाहिँ हाम्रो दाङ हो। यसको सही आन्सर अप्सन नम्बर सी। कहिले भएको थियो भने 2070 असार 13 मा यो मुक्त घोषित जिल्ला घोषणा भएको थियो है दाङ। अरु जिल्लाहरुमा पनि प्रचलनमा छ तर मुक्त घोषित चाहिँ भएका छैनन्। त्यस्तै गरी क्वेशन नम्बर 4 मा रहेको छ लदी पूजा कुन समुदायको सबैभन्दा ठूलो चाड हो भन्ने क्वेशन रहेको छ। अप्सनमा राउटे, बादी, माझी र राणा थारू। लदी पूजा भनेको यो भर्खरै अस्ति 4-5 दिन अघि सम्पन्न भएको चाड हो। यो माझी जातिको सबैभन्दा माझी समुदायको सबैभन्दा ठूलो चाड रहेछ है लदी पूजा भन्ने। तपाईहरुले यो हेर्न सक्नुहुनेछ। र त्यस्तै गरी राउटेको सबैभन्दा ठूलो चाड कुन हो साउने संक्रान्ति है। अर्को क्वेशन रहेको छ नेपालको संविधान अनुसार गाउँपालिकाको वडाको संख्या हेरफेर कसले गर्न सक्छ भन्ने क्वेशन रहेको छ।
अप्सनहरुमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष, सम्बन्धित गाउँसभा, प्रदेश सरकार, नेपाल सरकार, संविधानबाट राखिएको यो क्वेसन हो। गाउँपालिकाको वडाको संख्या हेरफेर कसले गर्न सक्दछ भन्ने यो नेपाल सरकारले मात्र गर्न सक्दछ भन्ने रहेको छ हाम्रो नेपाल संविधानमा रहेको व्यवस्था अनुसार। यो कुरा हामीले नेपालको संविधानमा पनि गएर हेर्न सक्छौं। राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड हाम्रो भाग 5 मा के कुरा खुलाइएको छ भने त्यो स्पष्ट रूपमा हामीले यहाँ देख्न सक्छौं है। नगरपालिका र जिल्ला सभा रहनेछन्। गाउँपालिका र नगरपालिकामा रहने वडाको संख्या संघीय कानून बमोजिम हुनेछ भनेको छ। संघीय कानून बमोजिम हुने भएपछि त्यसको हेरफेर कसले गर्छ त? संघीय कानूनलाई चलाउने भनेको नेपाल सरकारले हो है। 6 मा रहेको छ नेपालमा विषम 2046 सालको जनआन्दोलन कति दिनसम्म चलेको थियो भन्ने क्वेशन रहेको छ। 2046 साल फागुन 7 गतेदेखि चैत्र 26 गतेसम्म 49 दिनसम्म चलेको थियो यो आन्दोलन। पहिलो जनआन्दोलनको रूपमा पनि परिचित छ। यो अप्सन डी सही हुन्छ। 19 दिन चाहिँ हाम्रो नेपालमा दोस्रो जनआन्दोलन 62-63 चाहिँ 19 दिनको रहेको थियो है। त्यस्तै क्वेशन नम्बर 7 मा रहेको छ सार्वजनिक बडापत्रमा देखाएका मध्ये के पर्दैन भन्ने क्वेशन रहेको छ। अप्सनहरु रहेका छन् सेवाको प्रकार, परिमाण, समय एवं जिम्मेवारी व्यक्ति, सेवा प्रवाहका लागि समूह, कार्य उजुरी गर्ने तथा शून्य निकाय, सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना भन्ने रहेको छ। सार्वजनिक बडापत्रमा के रहँदैन त भन्दा सेवाको प्रकार, परिमाण एवं जिम्मेवारी व्यक्ति यो पनि रहन्छ है। कार्य उजुरी गर्ने तथा शून्य निकाय यो पनि हाम्रो सार्वजनिक बडापत्रमा रहन्छ। सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना यो पनि हुन्छ भने के रहँदैन? सेवा प्रवाहका लागि समूह यो रहँदैन। यो सार्वजनिक बडापत्र हाम्रो पब्लिक चार्टर पनि भन्ने गरिन्छ यसलाई। यो एकदमै महत्त्वपूर्ण टपिक हुन सक्छ। जुनसुकै परीक्षामा पनि एउटा क्वेशन आइरहेको हुन्छ है। त्यसैले यो सार्वजनिक बडापत्रको बारेमा पढेर जानु होला। क्वेशन नम्बर 8 मा रहेको छ नेपालको जनगणना 2078 बमोजिम एलपी ग्यास प्रयोग गरी खाना पकाउने परिवारको संख्या कति प्रतिशत रहेको छ भन्ने क्वेशन रहेको छ। यो हामी जनगणना 2078 को फाइनल रिपोर्टबाट नि पढ्न सक्छौं। यसको सही आन्सर भनेको एलपी ग्यास प्रयोग गरी खाना पकाउने परिवारको संख्या भनेको 44.3 सही रहेको छ है। त्यो कुरा हामी जनगणनामा गएर एकचोटि हेर्न सक्छौं। जनगणनाको सारांश मा रहेको छ त्यो कुरा दिएको छ। 51% ले हाम्रो दाउरा अझै पनि काठ र दाउरा प्रयोग गरी खाना पकाउने गर्दछन् भने एलपी ग्यासको प्रयोग गरी खाना पकाउनेको संख्या 44.3 रहेको छ। यहाँ देखाइएको छ। एकचोटि हेर्नु होला तपाईहरुले जनगणनामा गएर है। अर्को क्वेशन रहेको छ 9 नम्बर क्वेशनमा रहेको छ वातावरण संरक्षण नियमावली 2077 बमोजिम प्रारम्भिक वातावरणीय अध्ययन गर्नुपर्ने प्रस्ताव तलको मध्ये कुन होइन भन्ने क्वेशन रहेको छ। हाम्रो यो सिलेबसमा पनि वातावरण संरक्षण नियमावली 2077 रहेको हुँदा त्यहीबाट क्वेशन राखेको छु। महत्त्वपूर्ण हुन सक्छ यो क्वेशन पनि। कुन हैन त हाम्रो प्रारम्भिक वातावरणीय अध्ययन गर्नुपर्ने प्रस्ताव भनेको प्रारम्भिक वातावरणीय अध्ययन भनेको आईईए हो। कुन दिएका मध्ये कुन कामको लागि आईई गर्नु पर्दैन भनेर प्रश्न रहेको छ। 100 मिटर भन्दा बढी लम्बाइसम्मको पुल निर्माण गर्ने यसको लागि गर्नुपर्ने हुन्छ। 25 किलोमिटरसम्म लम्बाइ हुने नयाँ सडक निर्माण गर्ने यो पनि गर्नुपर्ने हुन्छ। 1 देखि 5 किलोमिटरसम्मको केबल कार मार्ग निर्माण गर्ने यो पनि गर्नुपर्ने। अप्सन डी मा रहेको छ 7 देखि 10 तला वा 15 देखि 25 मिटरसम्म उचाइका भवन निर्माण गर्ने भन्ने रहेको छ। हाम्रो सही
एन्सर यसको यो क्वेसनको सही एन्सर 7 देखि 10 तला वा 15 देखि 25 मिटर उचाइका भवन निर्माण गर्ने भन्ने सही एन्सर हुन्छ। यो हामी वातावरण संरक्षण नियमावली 2077 मा गएर पनि हेर्न सक्छौं। कुन कुन केसमा यसको अनुसूची 2 मा दिएको छ, कुन कुन केसमा हाम्रो आइई गर्नुपर्ने भन्ने कुराहरू खुलाइएको छ, त्यसमा देख्न सक्नुहुन्छ। यो अप्सन ए बी सी तीनटै रहेको छ भने यो अप्सन किन मिल्दैन भने 11 तला वा 25 मिटर भन्दा बढी भएको केसमा मात्र, त्यस्तो बिल्डिङको केसमा मात्र आइई गर्नुपर्छ है, जुन 7 देखि 10 तला होइन। त्यसैले अप्सन डी इज द करेक्ट। क्वेशन नम्बर 10 मा रहेको छ आर्थिक सर्वेक्षण 2080-81 अनुसार राष्ट्रिय कुल ग्रास्त उत्पादनमा लुम्बिनी प्रदेशको योगदान कति रहेको छ भन्ने क्वेशन रहेको छ। अप्सनहरु छ 13.1, 14.3, 15.4 र 16%। यसको लागि हामी आर्थिक सर्वेक्षण 2080-81 मा गएर हेर्छौं। पेज नम्बर हामी त्यो कुरा रहेको छ 264 पेज नम्बरमा गएर हेर्छौं। प्रदेशगत कुल राष्ट्रिय कुल ग्रास्त उत्पादनमा प्रदेशगत योगदान भन्ने रहेको छ, जहाँ लुम्बिनी प्रदेशको 14.3 रहेको छ है। सबैभन्दा बढी बागमतीको 36.4, सबैभन्दा कम योगदान रहेको कर्णाली प्रदेश 4.3 र लुम्बिनीको 14.3 रहेको छ। त्यसैले सही एन्सर भनेको हाम्रो बी भयो, अप्सन बी। त्यस्तै गरी क्वेशन नम्बर 11 रहेको छ सार्वजनिक निकायमा मालसामान वा निर्माण कार्य खरिद गर्दा तलको मध्ये कुन विधि प्रयोग गरिँदैन भनेर भनेको छ। हाम्रो मालसामान र निर्माण खरिद गर्नको लागि अमानतबाट भन्ने हुन्छ है, अनि सोझै वार्ताबाट यो हुँदैन। सोझै वार्ताबाट भन्ने हाम्रो कुनै पनि विधि हैन, यो कुनै पनि मेथड अफ प्रोक्युरमेन्ट हैन है। सिलबन्दी भनेको सिल कोटेसन हो, सोझै खरिदबाट भनेको यो पनि पर्यो। अहिलेको संशोधन अनुसार सोझै खरिद हाम्रो 10 लाख सम्मको निर्माण कार्य र मालसामान खरिद गर्न सक्छौं। सिलबन्दी दरबाउ पत्र भनेको सिल कोटेसनबाट 20 लाख सम्मको खरिद कार्य गर्न सक्छौं भने सोझै वार्ताबाट भन्ने हाम्रो कुनै पनि। क्वेशन नम्बर 12 मा रहेको छ नेपाल र मालदिप्स बीचको प्रमाणिक समय कति रहेको छ भन्ने क्वेशन रहेको छ। यो क्वेशन अस्ति पनि मध्य प्रदेशको 7औं मा सोधेको रहेछ। मैले चाहिँ पहिले बनाइसकेको थिएँ। यसमा अप्सनहरु रहेको छ 15 मिनेट, 30 मिनेट, 45 मिनेट र 60 मिनेट अप्सनमा रहेको छ। यसको सही भनेको नेपाल र मालदिप्स बीचको समय भिन्नता भनेको 45 मिनेट रहेको छ है। नेपालको 45 मिनेट छिटो रहेको छ। अरु यो 15 मिनेट भनेको हाम्रो धेरै कन्ट्रीसँग छ भनेको इन्डिया र श्रीलङ्का भन्दा हाम्रो 15 मिनेट छिटो छ भने बंगलादेश र भुटान भन्दा 15 मिनेट ढिलो रहेको छ है नेपालको समय। त्यो पनि ख्याल गरिराख्नु होला। क्वेशन नम्बर 13 मा रहेको छ संयुक्त राष्ट्र संघका बहालवाला महासचिव एन्टोनियो गुटेरेस पहिलो पटक कहिले पद सम्हालेका हुन् भन्ने क्वेशन रहेको छ। अप्सनहरु 16 जनवरी 1, 2017 जनवरी 1, 2022 जनवरी 1 र 2023 जनवरी 1। एन्टोनियो गुटेरेसले पहिलो पटक पद सम्हालेको मिति 2017 जनवरी 1 हो है। यो महासचिवहरुको कार्यकाल दुईचोटी हुन पाउँदो रहेछ, दुईचोटी सम्म 5-5 वर्षको अवधिमा हुन सक्ने रहेछन्। त्यसैले पहिलो पटक 17 जनवरी 1 मा भएका थिए भने दोस्रो पटक चाहिँ 17 मा 5 कति हुन्छ 22 जनवरी 1 मा दोस्रो पटक पद सम्हालेका थिए है। त्यस्तै क्वेशन नम्बर 14 मा रहेको छ भ्रष्टाचार निवारण ऐन 2049 बमोजिम सरकारी कागजात सच्याउनलाई कस्तो सजाय हुने व्यवस्था रहेको छ भन्ने रहेको छ। अप्सनहरुमा 6 महिनादेखि 2 वर्षसम्म कैद, 10,000 देखि 1 लाख सम्म जरिवाना,
ए र बी दुवै सही, ए र बी दुवै गलत भन्ने 4वटा अप्सन रहेको छ। यो भ्रष्टाचार निवारण ऐन 2049 को क्वेसनहरू अहिलेको समसामयिक अवस्थामा जुनसुकै परीक्षामा पनि सोधिरहेको हुनाले एउटा पढ्न सक्ने चान्स हुन्छ, त्यही भएर राम्रोसँग पढेर जानु होला। यो यसको अप्सनहरू कुन सही छ त भनेर हामीले भ्रष्टाचार निवारण ऐन 2049 मा गएर हेर्छौँ। यसको हाम्रो दफा 11 मा के रहेको छ, सरकारी कागजात सच्याउनलाई सजाय भन्ने रहेछ। यसमा के छ भने कसुरको मात्रा अनुसार 3 महिनादेखि 2 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने हाम्रो यो सजाय रहेछ कागजात सच्याउनलाई। हाम्रो अप्सनहरुमा के छ त भन्दा 6 महिनादेखि 2 वर्षसम्म कैद। यो मिलेन, किन मिलेन भन्दा यहाँ रहेको छ 3 महिनादेखि 2 वर्षसम्म भनेको छ है। त्यस्तै 10,000 देखि 1 लाखसम्म जरिवाना भन्ने अप्सन रहेछ, यो पनि मिलेन, किन मिलेन भन्दा 50,000 रुपियाँसम्म जरिवाना भनेको छ। त्यसैले दुईटै अप्सन गलत छन् है। त्यसैले अप्सन नम्बर डी सही छ। क्वेशन नम्बर 15 मा रहेको छ, आर्थिक सर्वेक्षण 2080-81 अनुसार राष्ट्रको कुल जीडीपी मा कुन क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ भन्ने क्वेशन रहेको छ। यो आर्थिक सर्वेक्षणबाट यो दोस्रो क्वेशन हो र यो महत्त्वपूर्ण हुन सक्छ। अप्सनहरुमा रहेको छ कृषि क्षेत्र, उद्योग क्षेत्र, सेवा क्षेत्र, निर्माण क्षेत्र, 4वटा अप्सन रहेका छन्। यो मध्ये सही आन्सर सबैलाई थाहा नै भएको कुरा हुन सक्छ। सेवा क्षेत्र सबैभन्दा बढी। यसको कति छ त सेवा, हाम्रो सेवा क्षेत्रको कति प्रतिशत योगदान छ त? यो कुरा हामी आर्थिक सर्वेक्षणमा गएर नि पढ्न सक्छौं। आर्थिक सर्वेक्षणको पेज नम्बर 48 मा रहेको छ, कृषि, उद्योग र सेवा क्षेत्रको योगदान गत वर्ष यो थियो भने हाल चाहिँ कति रहेछ 24.09 कृषिको, 13 उद्योगको र 62.09 सेवा क्षेत्रको रहेछ है। त्यसैले किताबहरु भन्दा पनि यो विभिन्न निकायबाट जारी भएको भेरिफाइड डकुमेन्टहरु पढ्ने गरौँ, पढ्ने बानी बसालौं। त्यो गर्नाले के हुन्छ, एकदम भ्यालिड एन्सर पाइन्छ है। 15 नम्बरको क्वेशन नम्बर 15 को अप्सन सी सही रहेको छ। क्वेशन नम्बर 16 मा रहेको छ, टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू तलका मध्ये कुन होइन भन्ने क्वेशन रहेको छ। अप्सनहरु रहेको छ विषयवस्तुको ब्यौरा, प्रचलित कानुन, हाकिमको आदेश, आफ्नो राय। कार्यालयमा टिप्पणी किन उठाउनु पर्छ भन्दा अब कुनै पनि कुराहरुमा डिसिजन गर्दा होस् या केही कुरामा निर्णय लिँदा टिप्पणी उठाउनु पर्छ र यो टिप्पणी तल्लो स्तरको कर्मचारीले उठाएर कार्यालय प्रमुख वा माथिल्लो स्तरको कर्मचारीले स्वीकृत गर्नुपर्ने छ। यसमा यो लेख्दाखेरि क्वेशनले भनेको छ कुन कुरामा ध्यान दिनु पर्दैन भन्ने जस्तो कुरा गरेको छ। त्यसमा अब विषयवस्तुको ब्यौरा यो खुलाउनु पर्ने छ। प्रचलित कानुनमा टेकेर नै हामीले टिप्पणी लेख्ने हो। हाकिमको आदेश सुरुमै हाकिमले भनेको मानेर हैन, पहिला आफ्नो कुराहरू, आफ्नो राय लेखेर नै हाकिमबाट स्वीकृत गराउने हो। सुरुमा हाकिमसँग जाने नै हैन, हाकिमको आदेश सुन्ने नै हैन है। त्यसैले यसको अप्सन नम्बर सी करेक्ट हुन्छ। अर्को रहेको छ क्वेशन नम्बर 17 मा रहेको छ, लुम्बिनी प्रदेश निजामती सेवा ऐन 2080 बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये समावेशीका लागि कति प्रतिशत पद छुटाउनु पर्ने छ भनेर क्वेशन रहेको छ। अब हाम्रो निजामती सेवालाई समावेशी बनाउनको लागि कति प्रतिशत हाम्रो समावेशीका लागि छुटाउनु पर्ने छ भन्ने क्वेशन रहेको छ। यसको अप्सन नम्बर ए मा 45, बी मा 49, सी मा 50 र डी मा 55 रहेको छ। हाम्रो संघीय निजामती सेवा ऐनमा समावेशीका लागि 45% छुटाउने हो खुला भने हाम्रो लुम्बिनी प्रदेशको निजामती सेवा ऐन 2080 बमोजिम 49% छ है। जुन कुरा हाम्रो लुम्बिनी प्रदेश निजामती सेवा ऐन 2080 मा गएर देख्न सक्नुहुनेछ तपाईहरुले।
11 मा रहेको छ दफा 11 मा के रहेको छ प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये 49% पद छुट्याई सो प्रतिशतलाई 100% मानि दिएका बमोजिम उम्मेदवार बीच मात्रै छुट्टा छुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ भनिरहेको छ। त्यसैले अप्सन नम्बर 20 सही भयो। यो निजामती सेवा ऐन 2080 पढ्नु होला राम्रोसँग, योबाट नि एउटा क्वेशन आउने चान्स हुन्छ। क्वेशन नम्बर 18 मा रहेको छ सरकारी निकायको अन्तिम लेखा परीक्षण गर्ने निकाय तलका मध्ये कुन हो भन्ने क्वेशन रहेको छ। अप्सनहरू महालेखा नियन्त्रकको कार्यालय, महालेखा परीक्षकको कार्यालय अप्सन नम्बर बी मा रहेको छ भने सी मा कोष तथा लेखा नियन्त्रकको कार्यालय र डी मा अर्थ मन्त्रालय। सरकारी निकायको अन्तिम लेखा परीक्षण यहाँ महालेखा नियन्त्रकको कार्यालय र परीक्षकको कार्यालयमा झुकिन सकिन्छ। यो हाम्रो अन्तिम लेखा परीक्षण गर्ने काम चाहिँ महालेखा परीक्षकको कार्यालय हो है। कोष तथा लेखा नियन्त्रक कार्यालयले चाहिँ आन्तरिक लेखा परीक्षण गर्ने काम गर्दछ, जुन प्रत्येक जिल्लामा हुन्छ है। क्वेशन नम्बर 19 मा रहेको छ 2081 माघ 2 गते मनाइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस कतिऔं थियो भनेर क्वेशन रहेको छ। हाम्रो नेपालमा 2081 माघ 2 गते भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ। यो 2055 सालबाट मनाउन सुरु गरिएको हो। त्यसैले यो अहिले 2081 मा मनाइएको भूकम्प सुरक्षा दिवस 27औं हो है। त्यो जान्न सक्नुहुन्छ तपाईहरुले। र यो यसको नारा के थियो भन्ने पनि महत्त्वपूर्ण हुन सक्छ। यसको नारा चाहिँ के थियो भन्दा भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने यसको नारा रहेको थियो, त्यो पनि जान्नु होला। 1990 को भूकम्पको 1990 माघ 2 मा गएको भूकम्पको सम्झनामा मनाउन थालिएको 2055 बाट। क्वेशन नम्बर 20 तथा जीके तथा कार्यालय व्यवस्थापनको अन्तिम क्वेशन हो। यसमा भनिएको छ समसामयिकबाट क्वेशन रहेको छ 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट प्रतियोगिता 2025 कुन देशमा सम्पन्न भयो भन्ने क्वेशन रहेको छ। अप्सनहरुमा रहेको छ कतार, मलेसिया, थाइल्यान्ड र साउदी अरब। नेपाल पहिलो पटक 19 वर्ष मुनिको विश्वकप महिला विश्वकपमा छन्नु भएर खेलिसकेको छ, यो सम्पन्न भइसकेको छ। कहाँ सम्पन्न भयो भन्दा यो मलेसियामा सम्पन्न भयो है। यसको सही आन्सर मलेसिया हो। हस् त सबैजनालाई आजलाई यति नै। बाँकी टेक्निकल पार्ट अर्को दिन सल्भ गर्नेछौं। कृपया यस्तै मोडल सेटको लागि च्यानलमा सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। हस् त धन्यवाद।